हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मैले च्याउ र आलुको तरकारी चाहिँ पकाउन गइरहेको छु। त्यसको लागि मैले डल्लो च्याउ काटेर राखेँ, प्याज काटेँ, आलु पनि काटेर राखेँ। त्यस्तै गरी हरियो खुर्सानी, टमाटर र धनियाँ पनि काटेर रेडी गराएँ र मैले भुटिङ पनि बसालेँ। त्यसपछि मैले अघि काटेको च्याउलाई चाहिँ उल्टाएँ र मैले चाहिँ च्याउ उल्टिसकेपछि एकछिन चाहिँ चलाएँ। च्याउलाई चाहिँ मजाले राखेँ, नहाल्नुसम्म चाहिँ त्यसमै हालेर मसला र यसरी च्याउ पनि काटिसक्यो। अब च्याउ राखिसकेपछि मैले चाहिँ यसलाई चाहिँ एउटा प्लेटमा खनाइदिन्छु। त्यहाँ बादामा भएको सबै च्याउहरू चाहिँ मैले एउटा प्लेटमा चाहिँ सबै खनाइदिन्छु र यो च्याउ चाहिँ हल्का कालो कालो जस्तो देखेको है, तर यो चाहिँ धेरै भुटेर हो कि जस्तो लाग्यो मलाई चाहिँ। त्यसपछि च्याउ खनाइसकेपछि मैले यसमा फेरि थोरै तेल हालिदिन्छु र थोरै जिरा चाहिँ फुलाउँछु। म चाहिँ तरकारी पकाउँदाखेरि पनि सुरुमा चाहिँ जिरा फुलाउँछु। अनि त्यसपछि मैले फेरि प्याज हालिदिएँ अनि प्याज हालिसकेपछि एकछिन चलाउँछु। अनि प्याज पनि मजाले रातो हुन्छ। रातो भइसकेपछि चाहिँ मैले हरियो खुर्सानी चाहिँ अघि हाल्नु बिर्सेछु है, अनि हरियो खुर्सानी पनि हालिदिन्छु। त्यस्तै गरेर चाहिँ मैले त्यसलाई चाहिँ दुईवटामा चाहिँ मजाले मिक्स गरिदिन्छु। अनि त्यसपछि चाहिँ मैले अघि काटेको आलु पनि हालिदिन्छु र चाहिँ अब सबै तरकारीहरू फेरि मजाले चलाउँछु। आलु, प्याज, हरियो खुर्सानी सबै मिक्स गरेर मजाले चलाउँछु। किन आलु पनि हल्का रातो हुन्छ। त्यति रातो भइसकेपछि मैले चाहिँ बेसार हालिदिन्छु। थोरै बेसार पनि मैले थोरै हाल्छु। यो चाहिँ हामीले नेपाल जाँदाखेरि चाहिँ हामी थोरै बेसार लिएर आएको थियौँ, त्यही भएर चाहिँ कस्तो राम्रो लाग्यो कि नेपालमा चाहिँ कि थोरैहरू पनि लाग्छ कि। अनि त्यसपछि यो बेसार हालेर चाहिँ मैले बेसार हालिसकेपछि आलु पनि हल्का फ्राई भएको जस्तो रातो हुन्छ। त्यसपछि मैले टमाटर हालिदिन्छु र टमाटर हालिदिएर नि यसलाई पनि एकैचोटि सबै मजाले मिक्स गरिदिन्छु। मिक्स गरेपछि मैले चाहिँ थोरै नुन हालिदिन्छु। आफ्नो स्वादअनुसारको नुन हाल्न सक्नुहुन्छ हजुरहरूले। त्यसपछि चाहिँ मैले चाहिँ नुनहरू पनि हालेर एकछिन मजाले चाहिँ चलाइदिन्छु है, सबैतिर लागोस् भनेर। अनि यतिको भइसकेपछि अहिले मैले राखेको चाहिँ मसरुमलाई पनि मैले चाहिँ अब फेरि यसमा चाहिँ खनाइदिन्छु। र यो मसरुम पनि मैले ओरिदिसकेपछि चाहिँ यो मसरुम त अघि फ्राईमा पाकिसकेको थियो नि त, त्यो हेरी चाहिँ गर्दिनँ। मैले एकछिन चाहिँ चलाइदिन्छु र एकछिन चलाइसकेपछि चाहिँ मसरुम र आलु कस्तो राम्रो फेरि चलाएर अनि मिक्स गरिदिएँ। अब त्यसपछि मसलाहरू पनि राखिदिन्छु, सबै कुराहरू र मसलाहरू सबै राखिदिन्छु। अनि मैले चाहिँ पापडी पनि पाप्रिका पनि राखिदिन्छु। पाप्रिका चाहिँ कलरको लागि चाहिँ मैले राखिदिन्छु। मसला राखिसकेपछि चाहिँ भिडियोको लागि चाहिँ हामी जस्ट कलरको लागि, किनभने मैले भिडियोको लागि त हरियो खुर्सानी थोरै हालिसकेको थिएँ नि त। अब चाहिँ पाप्रिका राखिदिन्छु। पाप्रिका पनि राखिसकेपछि चाहिँ एकछिन चाहिँ मजाले चलाउँछु अनि चलाउँदै जान्छु। चलाइसकेपछि कस्तो राम्रो कलर हुन्छ क्या पाप्रिकाले। मलाई पनि थाहा छैन पहिला यता लन्डन आइसकेपछि थाहा भएको। त्यसपछि मलाई चाहिँ ग्रेभी मनपर्ने भएर थोरै मैले चाहिँ रस राखिदिन्छु, किनभने यतिकै पनि खानु त सक्छ मैले, तर मलाई चाहिँ ग्रेभी मनपर्ने भएर चाहिँ थोरै रस राखेर चाहिँ मैले मजाले चलाइदिन्छु। र अब तरकारी पनि अब रेडी भयो। अब यसलाई एकछिन छड्किन दिउँ, छड्की पनि सक्यो र चाहिँ मैले चाहिँ अघि काटेको धनियाँ राखिदिन्छु। थोरै धनियाँ राखेर यसलाई पनि एकछिन चाहिँ मजाले मिक्स गरिदिउँ, सबै तरकारीहरू काम पुगोस् भनेर। तरकारी मैले मजाले चलाउँछु एकछिन र हाम्रो तरकारी चाहिँ रेडी भयो। यहाँहरूलाई कस्तो लाग्यो त? हजुरहरू पनि यसरी नै पकाएर खान सक्नुहुन्छ घरमा। र मेरो चाहिँ फर्स्ट भिडियो भएको भएर केही मिस्टेकहरू चाहिँ हजुरहरूले फिडब्याक दिन सक्नुहुन्छ कमेन्टमा है त। अब चाहिँ हामीले चाहिँ तरकारी पनि पाकिसक्यो। हामी चाहिँ खानको लागि यसलाई चाहिँ रोटीमा अथवा खानासँग खान सक्छौँ। हेर्नुहोस् त कस्तो राम्रो देखेको हेर्दैमा है, खाउँ लाग्दो भइसक्यो। बेलुका चाहिँ मिठो हुन्छ तरकारी। त्यसरी नै हजुरहरूले चाहिँ खान सक्नुहुन्छ। बाई, थ्याङ्क यू फर वाचिङ।